एक्सन त मुला चाहिँ मैले त्यत्रो बोलाउने बेलासम्म कहाँ मरेको छ एक्सन ए तलाई इज्जत एक्सन अब सदस्य तिमीहरू यही माथि खनिनु पर्ने छैन। आज हाम्रो जेठाजु बुहारीको सुटिङ कति एपिसोड दिदी 22 एपिसोड हामी खिच्दैछौँ गाइस। हुनुहुन्छ हाम्रो चङ्गुडन जेठाजु जेठानी सौता दिदी छैन क्या रोल रोल एक्सन उसलाई लिएर जा रे उसलाई लिएर जा रे फेरि फेरि फ्लो भएन दाइको फ्लो भएन उसलाई लिएर जा रे यसलाई लिएर जा रे त्यो झन् बिसाउनु तपाईँले पर्यो के अरे के अरेबाट जानुहोस् के अरे के अरे दोस्रोमा तेस्रोमा तैँले भन्न खोजेको के भन्ने भने उठ्ने लिउँ एक्सन के रे उसलाई लिएर जा रे यसलाई लिएर जा रे आखिर तैँले भन्न खोजेको के हो भएन के भएन डबल हो क्या अझै बुद्धि बुझेन ल फेरि भन्नु न तैँले भन्न खोजेको चाहिँ के भनेपछि अनि ती उठा पहिला उठ अनि दोस्रोमा तैँले भन्न खोजेको चाहिँ के भनेपछि अनि त्यहाँ सोध्दै गर्ने ल जाउँ जाउँ अनि चाहिँ एक्सन के रे तैँले भन्न खोजेको चाहिँ के फेरि फर्स्टमा भने उल्टो हो क्या त्यो लास्टमा यसलाई लिएर जा रे तपाईँले भने यसलाई लिएर जा अरे एक्सन के रे उसलाई लिएर जा रे उसलाई लिएर जा रे तैँले भन्न खोजेको चाहिँ ल सुर्ती छैन खुवाइने हालेको छ र अर्के भन्नु ल ल जाउँ एक्सन के रे यसलाई लिएर जा रे यसलाई लिएर जा रे आखिर तैँले भन्न खोजेको चाहिँ के हो जङ्गु यही बेला हो अधिकार खोज्ने बरु छुट्टै बसे नि बसुन्ला पास ल यता मास्टर जाउँ गाइस म हजुरलाई एउटा कुरा भन्छु मेरो सिन सकेर म के एकछिन बसेको यहाँ है दिनभरि मेरै सिन मात्र छ मेरै सिन मात्र छ है थका लाएर बसेको अहिले सिन नहुँदा पनि यहाँ आएर बस्नु पऱ्यो अरे यता सिरियलमा पनि दुश्मन छन् रियलमा पनि दुश्मनी दुईजना अब म के गर्ने कमेन्ट बक्समा भन्नु होला होइन रियलमा दुईजना को तोकेर भन्ने तोकेर भन्ने 3 जना देखियो अहिले होइन तर 2 जना हुन् दुश्मन अहिले मलाई त्यहाँ आएर बस भने को हो 2 जना हो कि सुटिङ देख्न जानुहुन्छ भने म तपाईँलाई देखाइदिन्छु यो घरमा मैले बारम्बार भनेको छु सबले आफ्नो पेटको लागि आफै के गर्ने दुःख गर्ने भनेपछि ल जाउँ ल त्यतिमा चाहिँ यिनी पनि दुश्मनै हुनु है मलाई अहिले भर्खर उठ भन्ने रेडी एक्सन अनि जानुका अर्को एउटा कुरा दिन प्रतिदिन के भन्ने अरे छ जङ्गु छ अब हेर बिस्तारै हेर सोचिराख्ने अनि गऱ्यौँ भयो पुग्छौँ ल ल एक्सन जङ्गु छ के भयो जङ्गु तिमीलाई गर्मी भयो उठिन्छ ल कट दाइले सुरु नभएको होइन र अहिले मारिदिन्छु नि इन्टरल कट भन्छु त्यही त मलाई दाइले भएको अरे होइन मतलब त्यतिकै बसिरहेको यी तल बसेर खिचौँ सर कट कसको कृष्ण दाइको ल हेर यसरी दिन रात झगडा गरेर हुँदैन अब सुख पाउन आएको होइन तिमी यसरी दुःख मात्र हुन्छ मिल्नुपर्छ जानुकासँग बुझ्यौ भन्ने गाइस हाम्रो म सबै खाइदिन्छु अनि यता करेन्ट छ अब पानी पर्ने जस्तै बस्छ
अनि म चाहिँ स्याउ खान्छु। हाम्रो सौता दिदीको के भन्छ पसलबाट लिएर आएको यो स्याउ। करेन्ट पनि आइसक्यो। गाइस करेन्ट पनि आइसक्यो होइन। के पो भयो यार, करेन्ट पनि आइसक्यो। स्याउ छँदैछ खाइराखौँ। अनि अर्को चाचो पनि आइसक्यो। अब करेन्ट पकाएर खाने हामी चाहिँ। फेरि पुरानो साडी लाइने यिनले। जङ्गुडन आयो जङ्गुडन। खोइ ए हेलो ब्लग हो। हजुर सबैलाई एउटा लान्छु म। मिठो रहेछ है साउ त। साउ मिठो। हेलो गाइस, हामी चाहिँ अहिले चाहिँ हाम्रो खाजा खाने टाइम छ। अनि खाजा खाने बेलामा पकाउने सिन पनि परेको छ होइन। जेठाजु दाजु यस्तो खाँदै आउनुभएको छ एक्लै एक्लै होइन। अनि अब त्यो सबै चाउचाउ हालेर पकाउने अरे होइन। अन्त फुलेर सेम गडेउला जस्तो गडेउला जस्तो तँ कुनै खान्छ। त्यही भएर मैले यति बाटी छु नि म। अनि त्यही भएर मैले अलग्गै राखेको। अनि एउटा यो पनि राखेको थिएँ कि यो पनि झिकेर खाएर यति मात्र बनाइदिएछन्। त्यो पनि म यसमा मिक्स गरेर खान्छु। तर एउटा चिज मिस भएको छ यसमा चाहिँ, अन्डा छैन। इज माई फेभरेट अन्डा चाहिँ साउन्ड बारे होला नि त। साउन्ड छैन। एउटा रहेछ एउटा निकालेर खान्छु। गाइस अन्डा छैन भनेको काँचै खाऊ काँचै। तपाईँले नि हो ए होइन कि मैले यो खाएँ अब एउटा चिज कमी भयो के भनेको अन्डा भने अन्डा छैन भनेको यतातिर रहेछ कि। यता हुनुहुन्छ हाम्रो जेठाले दिदी होइन। मेरो भ्लग हेरेर हजुरलाई रमाइलो लाग्छ कि नै कमेन्ट गर्नु होला है। मेरो भ्लग हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। म पनि हो हराइसक्यो मलाई त। खेती फुट्यो यो अहिले म यसमा मिक्स गरेर खाने हो क्या। त्यही भएर कला पनि नदिकन राख्यो। यति राख्दै मिक्स गरेर खानु भनेको। जाऊ न है जाऊ त। मलाई मेरो बुढी कस्तो मनपर्छ। हुँदैन तपाईँको बुढीलाई उही घर गएर किनिदिने यहाँ अर्का बुढीलाई। के गर्नु गाइस मेरो फरिया फुस्के छ छैन त। त्यो झर्छ फेक्दैन मलाई थाहा त्यसमा हुँदैन भाँचिन्छ क्या। त्यो निकाल्नुपर्छ। त्यो छिर्दै होइन अहिले छिराएको थियो उता जिन्दगीमा केही नजाने पनि एउटा साडी लाउन चाहिँ जानेछु है। छिटो जाऊ न है, फ्रेममा जाऊ। ढिलो भइसक्यो यार। गरौँ छिटो गाई जान्छ यार। कुन गाई घाट हामी हो अहिले। अनि भोलि सुटिङ भने होइन भोलि के उठ्यो आवाज के हो कुरा जाने यहाँ जाऊ न चाय कि वाइन हो चाय त वाइन यो त आफू खाइने बेला हाल्ने भने नि किन उता पुग्छ त्यहाँ हेर्नु यहाँ त अरू किन नभनेको यो गाइस फाइनली भयो। गाइस
यता एउटा पाकेछ यता मेरो अलग्गै मैले पकाएर खाने यता पाकेछ है अनि यतातिर जाउँ मान्छेहरूलाई हो कस्तो छ म हजुरलाई खाएर देखाउँछु ल गाइज मान्छेदेखि दिदीले म चाहिँ खान्छु अनि तपाईँहरूलाई देखाउँछु ल म चाहिँ खान्छु अनि तपाईँहरूलाई देखाउँछु ल देखे खान्छु ल म देखे खाने आज अलग्गै चाउचु बनाएको अरे ढेँडो बनाएको ढेँडो यहाँ हेर्न सक्नुहुन्छ तपाईँले ढेँडो भयो यो पुरै यो त म खान्न अनि मेरो अलग्गै यहाँ पाक्यो ढेँडोहरू खाने बस्नु त पैसा बस है क्यामेरा लजाउँछ ल गर त्यसरी होइन कसरी समात्यो त्यो ल माथि छ हात पहिला हो यहाँ छ यहाँबाट जानु हो त्यसो गर ल त्यति गर भयो नजिक जानु त अझै त्यो गरेर अझै फेस नजिक अझै नजिक हो यहाँ ल्याउने फेस तपाईको त्यति त्यति ल त्यति नजिक ल्याउने क्यामेरा आउँछ क्यामेरा आएपछि यति जानु पर्यो यति त्यो एउटा सिन गरेर फोटो निकाल्नु है त्यो ठाउँमा भयो अब मेरो कुरो सुन है अप्ठ्यारो होला पहिला मेरो कुरो सुन सबैले टक्क आउने क्यामेरा आइसकेपछि मेरी सौता बहिनी त अर्काको लोग्ने फसाउँदै हिँडेको त यति बल छ भने म आमाको दुध खाए छोरीको कति बल होला आइज भन्ने समातिरहेछ नि लो आइज भन्ने हो है मेरी सौता बहिनी यत्रो बल छ भने म आमाकै दुध खाएको छ कति बल होला आइज ल जुत्न आइज भन्ने क्या नछोड्ने कति बल होला ल ल जाउँ ल ल्याउँ पैसा नि देखाउ न तिमीहरूको पहिला कसरी हुन्छ ल एक्सन ल ल फेरि फेरि ल फेरि ल अब आफै खेल्ने हो क्या तिमीहरू आफै खेल न बल लाउन बुझ ल क्यामेरा क्यामेरा एक्सन डाइलेक्ट मेरी सौता बहिनी त अर्काको लोग्ने फसाउँदै हिँडेको त यत्रो बल छ भने म त झन् आमाको दुध खाएर हुर्केकी छोरी कति बल छ होला लु आइज झगडा गर्ने हो पास ल त्यहीँ बसिरह ल जङ्गे मलाई हेर्नु है म कहाँ भन्नु एक्सन जङ्गु जङ्गे ओइ जङ्गे मेरी सौता दिदी तिमीले आमाकै दुध खाकी छौ भन्छौ मैले झन् के खाकी छु मसँग पनि छ नि बल हेर रिस एक्सन त पुला चाहिँ मैले त्यत्रो बोलाउने बेलासम्म कहाँ मरेको छ तेरो ससुरले मलाई झन्डै मारिन एक्सन श्रेया इज्जतले बोल फेरि फेरि इज्जतमा बोल एक्सन बोल श्रेया इज्जतले बोल एक्सन ए तँलाई इज्जत एक्सन ए तँलाई इज्जत ल अब तल अब त्यो तल ल भएन भएन त्यो त सधैँ भयो भएको छ ल ल छोडा ल हातबाट तलबाट जान न हो त्यसै गरी लिउँ ल रोलिङ एक्सन भएन टाइमिङमा चाहिँ ल रोलिङ एक्सन छोडा ल देखाउन नपरोस् नि भन्नु ल रोल हात छोड्यो क्यु देऊ
रोल रोल एक्सन देखाउन नपरोस् नि। मास्टर ल आउनुहोस् ल अब रिसाउनु पर्यो है अगाडि आऊ अगाडि आऊ आऊ ल म तँमा गइसकेँ सुन जङ्गु म तँमा अब गइसकेँ। अब डाउन गर अब सुन जङ्गु सुन जङ्गु अब मलाई के गर्नुपर्छ तिमीलाई थाहा होला है अब मलाई के गर्नुपर्छ तिमीलाई नै थाहा होला। ल जाऊ जान्छु ल। ल जाऊ ल जाऊ पहिला चाहिँ म तँमा गइसकेँ बडा रेडी एक्सन म तँमा गइसकेँ सुन जङ्गु अब मैले के गर्नुपर्छ त्यो तिमीलाई थाहा होला। हेर्नु किस्दा हेर्नु उता कट ल एक्सन ल भइसक्यो त गाइज फाइनल्ली हाम्रो खाजा खाने टाइम भएको हो होइन। मैले खाइसकेँ ल हाम्रो खाजा खाने टाइम भएको हाम्रो डाइरेक्टर सरले के खाँदै हुनुहुन्छ त्यसरी मासु अथवा मासु पनि खै एक पिस हालिदिनु। लेग पिस होइन कि एक पिस हुने हो लेग पिस भन्न खोजेर लेख्छु नगएर हालिदिनु एक पिस। चम्चा ल्याउनु तपाईँको जुटो जाऊ त जाऊ चम्चा ल्याउनु यो वाला तरकारी छैन सक्यो। मासु हाल 2-3 पिस मासु ल, मैले दिनु नि हाल न खाऊ एउटा यहाँ खान्छु। झोल धेरै खानु छ क्या उयो चाउचाउ कसलाई हो त्यो के भन्छ बाबा सब मैले गर्दा हो। त्यसो भने यहाँ चाहिँ भात हुँदैछ बिहान जाने त हाम्रो जेठाजु बुहारीमा यस्तो छ गाइस। चाउचाउ थप्नु सर लाउनु यहीँ धेरै चाउचाउ थप है सबैजना दिदीलाई ल म चाहिँ खान्छु ल गाइस तपाईँ हेर्नु ल मैले खाएको खान्छु ल हेर्नु। सो अघि म एक पनि छ यसमा एक पनि छ अनि चिकन पनि छ। यस्तो खाएपछि त म मोटै हाल्छु नि होइन गाइस। भटमास कति थोरै हालिदिनु त मलाई नि भटमासको अझ अझ भटमास ए भगवान् अचार पो त भटमा साँधेको यो खाएपछि किन पादेको भन्छ नि त उखान छ त अब जस्तो भट खाएको सर चाउचाउ हाल्दै मात्रै कसलाई हाल्नु सक्छ तपाईँलाई हाल्ने सुप्री हाल्ने हो भने चाउचाउ हालेर खानु तपाईँ हाल्नु अनि मलाई पनि त्यो हाल्दैन अनि अलिकति पर जानु पर्यो खाएको देखेन क्या त्यहाँ चिसो चाउचाउ के हाल्ने ढुस्सा भइसक्यो के चिसो हो गाई चाहिँ होइन भयो त्यो गर्दा गर्दा सिन गर्दा गर्दा तातो खानै पाएन। ल चिसो भयो नि के हाल्नु यस्तै हो दालमट चिउरा त खानु पर्छ मिठो हुनु पर्यो 9 बजे पकाएको भात 5 बजे खाएर बिर्स्यो कौन बिर्स्यो याद छ त्यहीँ त खायो होला नि ए गोठालामै बिनु दाईको सुटिङमा कस्तोमा निराशामा नि कति बेर पछि खाएको होइन निरासँग पनि 5 बजे खायो हाम्रो होइन अरू ठाउँमा त्यस्तो हुन्छ तर गोठालोमा टाइममै हो गोठालो खाना खाने ढिलो होस् चाँडो होस् खाना 11 बजे नै हुन्छ 11-12 बज्छ तर सिन हुनेले सिन खिचिरहन्छ खान पाउँछ मान्छेहरू नहुनेले सुत्ती खाएर आउँछ खाना चाहिँ खाना दाल हुन्छ तरकारी हुन्छ अचार हुन्छ मासु हुन्छ धेरै अहिले उसमा पनि हो केमा सरको सुटिङमा कस्तो हजुर सुटिङमा ममसँगले घरसँग हटेर 10 बजे जहाँ पनि हो अरू सुटिङमा थाहा के कजन भनेपछि बिहान खाना खोज्छन् होइन बिहान खाना खाएर खाना टाइममा भुजा चाउचाउ दिन्छन् खाना चाहिँ 4 बजी हुन्छ। यहाँ भनिराख न भिडियो गरेर के फरक पर्यो त्यो रियल कुरा गरेको नि गाइड हुँदैन हाम्रो थाहा सुटिङमा गाई यति गाह्रो हुन्छ तपाईँहरूले हेर्नु सजिलो हो
यत्रो यत्रो खान्छ अनि डुब्लाउँछु कहिले नै भगवान् आज खाएको मैले कति बज्छ काम केही छैन घर सुतिरहने होला खाली लाइनमा बस्दै बस्दै अब भोलिबाट यस्तो डाइटिङ बस्दिन्छु नि भोलि नखाउँदा आवाजको सुटिङमा होला होइन जाइसक्यो बिहान 6 बजेदेखि घर 6 बजी त को उडेर पुग्छ उसको के काम जिम जान्छु नि के जिम जानु आउँछ जान्छु ए अस्ति गएन 2 दिन बिरामी भएको थियो त म जिम गयो भने जिमबाट झन् मोटा अनि ऊ जिम जाने हो त फोटो खिचेर आउने हो घर होइन मैले 2-3 दिन भएको नगएको जिम जान्छु भनेको जिम गर्छु भने नगएपछि जसरी नाम फुल्यो कि साली गाई मार्यो अनि खायो मरेको थियो त भन्दै बिर्सिन्छ नि त बस कालीले के खायो होला खाजा खाने बेला खायो एक्लै हो मलाई कोही छैन आयो हो भाइ भाइ ए भाइ दाइ सबै आयो। त्यसो भए ऊ खिचिहाल उसको खिचेर राख कसको को आयो कुदेको खिच्ने भने होइन लानेको कुदेर मात्र आऊ खिचेर आइहाल हेर्दैमै हिँड्ने लाइन मिलिन्छ होइन साथीहरू डाइरेक्ट के खिच्ने हो साथीहरू खेल्दाखेरि अनि उसलाई बाउ नहुँदाखेरि हेपेको सिन गरेर म त कसलाई भन्ने त त्यहाँ छ नि त बुढाहरू भइहाल्छ नि अलिअलि आफूले भन्ने पनि चाहिँ सिक्नु पर्यो कसलाई क्या बुझिनखेरि चाहिँ अलिअलि आफूले पनि सिक्नु पर्यो एक्लै सम्झेर बसिरहेको। तर आउनु भएन भने आफूले खिच्नुपर्छ यहाँ भयो छोडिदिनु हो कुदेको मात्र खिच क्या त्यहाँ कर्मश गर्ने अनि अर्कोचोटि सम्झाउनु आमा आउँछ नि त सही कुरा कहिले बिरामी होला मान्छे कहिले के होला सर हुँदा त सरहरूले खिचौँ न नहुँदा हाम्रै तरिका होला नि सिक्नु भनिरहेको छ नाटक हेर न के सिक्नु रे डाइरेक्सन गर्न सिक्नु अन्त मलाई बोलाउनु गीत हँ? गीत भने क्या नसिक्ने भए त्यस्तो भयो सबलाई के हो जित्ने भए ट्युसन पढाइदिन्छु बेलुका घरमा आए के हो आएर मलाई गीत आएर गाइन्छ यो गीत त यस्तो भाइरल थियो प्रियङ्का कार्की र दुर्गेश थापाको है जे हो मैले त्यही भनेको छु होइन मलाई गाली नगर्नु होला म्याथ सिक्ने भयो कि MATH म्याथ म्याथ है किन्दाहरूको परेन चाहेको सिन तपाईँहरूको परेन चाहेको छ किन आइसक्यो मेरो तिमी चाहिँ कहाँ खाएर आएको छ कि मन छु त म गइसकेँ सुल्तान भित्रको बुढी उयो आइसक्यो कति मिनटको आएछ थाहा छ 18 मिनट ल म त छैन आज ग्राउन्डमा किन त्यस्तो हालेको किन्दै मात्र आएको थियो म नभ्याएर खै तिमी त देखाम हेरौँ पार्टी थियो घर त्यो दिन होइन दिनु हेरौँ बाहिरबाट मात्र म पनि रहेछु त दिनु न हेरौँ त्यसलाई नदेखाउनु नि तपाईँ देखायो हुनुपर्छ ए म पनि रहेछु त अस्ति खिचायो नि त फाइनल्ली गाइज हाम्रो कहानी तपाईँलाई के थाहा मेरो सुटिङ चाहिँ सकिएको छ मैले ड्रेस पनि चेन्ज गरिसकेँ त कपडा फेर यो गुडिया चेन्ज गरिसकेँ अनि यता हाम्रो चौतारी दिगोबाट सुटिङ हुँदैछ हेलो नमस्ते तर अहिले कति बजे थाहा छ अहिले तिमी किन झुट बोल्नु हुन् दर्शकलाई 9 बज्यो होला यो पनि घडी देखाउँछु 8 बजेर 17 मिनटको आएछ एक्सन हेरि गुडियालाई हेर ताना त आएको थियो कति हिरोनी बनेर आयो सौदा ए जेठन दिदी कस्तो हिरोनी बनेर आयो जेठन दिदी त आम्मा दिदीको यहाँ हाम्रो फ्लाइट यही फ्लाइट दिदीको हो अनि हामीले यहीँ सुटिङ गर्छौँ ड्रेस चेन्ज गरेर बसिसक्यो आफ्नो घरमा गाह्रो छ अब म चाहिँ यो चाहिँ रुममै गएर पुस्छु अनि टिका पनि पुस्दिनँ रुममै गएर पुस्छु सबै कति बेला आउने लु बाई बाई सबैजनाले भिडियो हेर्नुभएकोमा हजुरहरूलाई धन्यवाद अब अहिले यहाँ घर परिवारमा सबैबाट एक हुँदा नि मेरो लाइफ बोल्ने कोही छैन राम्रोसँग हेरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला बाई